साथीहरू, आजभन्दा 2000 वर्ष अगाडि चाणक्यले के भन्नुभएको थियो थाहा छ? वेश्याले निर्धन अथवा गरिब व्यक्तिलाई त्यागिदिनुपर्छ। एक पराजित राजालाई प्रजाले त्यागिदिनुपर्छ। फल नलाग्ने वृक्षलाई चराचुरुङ्गीले छोडिदिनुपर्छ। जस्तै पाहुनाहरूले भोजन गरिसके पश्चात मेजबान अथवा घरपेटीको घर छोडिदिनुपर्छ। तसर्थ 2000 वर्ष अगाडि भनेका यी महान बाणी अथवा शब्दहरू अहिलेको समयमा, अहिलेको वर्तमान स्थितिमा पनि उस्तै किसिमले लागू भइरहेको छ। तसर्थ मेरो जीवनमा नि यही लागू भइरहेको छ। साथीहरू, मिसन 87 रोकिनेवाला छैन। आज 18औं दिनमा 22औं सब्सक्राइबर छौँ। आजै मिसन 87 मा 0 लेखिहाल्नुहोस्, 1 डे लेखिहाल्नुहोस्। म तपाईँको कमेन्टको रिप्लाई दिनेछु। जय मिसन 87।